नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हजारौं वर्षको इतिहास बोकेको नेपालको राष्ट्रिय एकीकरण गर्ने 2007 सालमा नेपाली जनतासँग मिलेर प्रजातन्त्रको स्थापना गर्ने, नेपालको स्वाधीन र स्वतन्त्र सार्वभौम राष्ट्रको पहिचान कायम गर्ने, नेपालको आर्थिक विकासको जग हाल्ने काममा योगदान गरेको राज संस्थालाई हटाउने बेलामा साथीहरू, त्यो संविधान सभाको पहिलो बैठकमा 1 मिनेट पनि छलफल गर्न दिइएन। संविधान सभाको सदस्य नै नभएको कृष्ण प्रसाद सिटौलाले राखेको प्रस्तावलाई हतारमा 1 मिनेट पनि छलफल नगरिकन राज संस्थालाई पाखा लगाउने प्रयास गरियो। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज पनि जेठ 15 गते हो। त्यो षड्यन्त्रपूर्वक पाखा लगाइएको राज संस्थालाई पुनर्स्थापना गर्ने आन्दोलनको शुभारम्भ आज जेठ 15 गतेबाट हामी गर्दैछौँ। हिन्दू राष्ट्रको पहिचान मेटाएर राज संस्थालाई पाखा लगाएर तथाकथित जातीय आधारमा संघीयताको बीजारोपण गरेर राजनैतिक अभ्यास भएको 18 वर्षभन्दा बढी भयो। नेपाली जनताले के पाए? गरिबी, बेरोजगारी, भ्रष्टाचार, कुशासन बाहेक नेपाली जनताले केही पनि पाएका छैनन्। यी फटाहरू, यी लोभी पापी राजनैतिक दलका नेताहरूले को अकर्मण्यता र गलत नीतिको कारणले गर्दा देशमा सामान्य रोजगारी पनि नपाएर लाखौं नेपाली युवाहरू सामान्य जागिरको निमित्त मलेसियाको जंगल र अरबको मरुभूमिमा रगत र पसिना बगाउन बाध्य भएका छन्। यही हो परिवर्तन। आदरणीय साथीहरू, संघीय धर्मनिरपेक्ष गणतन्त्रको बहानामा लोकतन्त्रको आवरणमा केही सीमित राजनैतिक दलका सीमित नेताहरूले सिन्डिकेट खडा गरेर देशमा ब्रह्मलुट मचाइराखेका छन्। यही हो लोकतन्त्र। आफूलाई प्रमुख भन्ने 2-3वटा पार्टीहरूले भागभण्डा गरेर राज्य सत्तामा कब्जा गरिराखेका छन् र निरन्तर ब्रह्मलुट गरिराखेका छन्। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो 18 वर्षको अवधिमा नेपाली जनताले कति दुःख र कष्ट बेहोर्नु पर्यो त्यसको चर्चा गरेर सम्भव छैन। अहिले प्रत्येक नेपाली घर परिवार कोही मिटर ब्याजीबाट पीडित छन्, कोही सहकारीबाट पीडित छन्, कोही लघु वित्तबाट पीडित छन् र सम्पूर्ण नेपाली जनता कुनै न कुनै प्रकारको आर्थिक संकटको मारमा परेका, विदेशमा लगेर लुकाएर राखेका छन्। हिजो बन्दुक उठाउनको निमित्त आह्वान गर्ने नेताहरू रातारात करोडपति मात्र होइन अरबपति भएका छन्। तर जसले बन्दुक बोकेर जंगलमा जानु
ती लडाकुहरू सामान्य जीवन निर्वाह गर्न नसकेर आज अरब मलेसियाको जंगलमा रगत पसिना बनाउन बाध्य भएका छन्। केही सीमित दलका सीमित नेताहरू, मैले सायद नाम लिइराख्नु पर्दैन, तपाईहरु सबैलाई थाहा छ। तीनवटा म तपाईहरुलाई भन्छु, पालो पालो तीनवटा नेताको नाम लिनुहोस् त जसले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएछन्। म भन्छु पक्लो, सारा नेपाली जनताले देखेका छन् यी केही सीमित नेताहरूले जनतालाई शोषण गरेर अकुत सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरू कोही 5 लाख पर्ने रोलेक्स घडी लगाउँछन्, कोही 10 लाख पर्ने ब्याज बोकेर हिँड्ने अवस्थामा पुगेका छन्। जसका छोरा छोरी नाति नातिनाहरूको 5 स्टार होटलमा करोडौं रुपियाँ खर्च गरेर बिहा वर्तमान र भोज गर्ने चलन छ। नेपाली जनता भने भोग बोके बसिराखेका छन्। धेरै टाढाको कुरा नगरौँ, यो 2-4 दिनको मात्रै म तपाईहरुलाई उदाहरण दिन चाहन्छु। रौतहट जिल्लामा इटा भट्टामा जिउँदै मान्छेलाई जलाएर मार्नेलाई शक्तिको आडमा रिहा गरेर उन्मुक्ति दिने काम भएको छ। म प्रश्न गर्न चाहन्छु केपी ओलीजीलाई, प्रचण्डजीलाई, शेरबहादुर देउवाजीलाई, के यही हो प्रजातन्त्र? तपाईको लोकतन्त्रमा, तपाईको गणतन्त्रमा के जिउँदै मान्छेलाई इट्टा भल्लामा राखेर पोल्ने अधिकार छ? अर्को तर्फ साथीहरू, नेपाली नागरिकलाई भुटानी नागरिक बनाएर, भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने त्यो काण्ड सेलाउन नपाउँदै, त्यो काण्डको छानबिन भएर सजाय हुन नपाउँदै केही दिन अगाडि मात्रै गरिब निमुखा जनता जो सामान्य जागिरको निमित्त विदेश जानको निमित्त भिजिट भिसा लिएका थिए, तिनीहरूसँग लाखौं रुपियाँ उठाएर, 50औं लाख रुपियाँ उठाएर भ्रष्टाचार गर्ने, मानव तस्करी गर्ने काम गरे। यही हो तपाईको लोकतन्त्र, यही हो तपाईको लोकतन्त्र। मानव तस्करी गरेर भ्रष्टाचार गर्ने, त्यो पनि कसले? गृह मन्त्रालय जसले जनतालाई न्याय दिनुपर्छ, जसले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, जसले शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्छ। केही गृह मन्त्रालय मानव तस्करीको काम गर्दछ भने अब नेपाली जनताले कोमाथि भरोसा गर्ने? केही कारणले गर्दा हामी भन्दछौँ राजा आओ, राजा आओ, राजा आओ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म र सरकारलाई आग्रह गर्न चाहन्छु, अझै पनि समय छ नेपाली जनताको यो आवाजलाई तपाईहरुले सम्बोधन गरेर राजादेखि माओवादीसम्म हटाउने मौलिक प्रजातन्त्रको विकास गर्न सकिन्छ। यदि तपाईहरुले चाहने हो भने नेपाली जनताको चाहना अनुसार
समझदारीको आधारमा शान्तिपूर्वक यही संविधानबाट हिन्दू राष्ट्र र राज संस्था सहितको लोकतन्त्र कायम गर्न सकिन्छ। तपाईहरुले चाहने हो भने यो सम्भव छ, तर जनताको यो आवाजलाई नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, दमन गर्ने कार्य गर्नुभयो भने नेपाली जनताले यही सडकमा संविधानलाई च्याचेर नयाँ संविधान निर्माण गर्नुपर्ने आवश्यकता पर्न सक्दछ। यो अवस्था सिर्जना नहोस् भन्ने हामी चाहन्छौं। शान्तिपूर्वक हामी भद्र अवज्ञाका आधारमा यो भ्रष्ट शासक र भ्रष्ट व्यवस्थालाई समझदारीमा आउनको निमित्त अनुरोध गर्दछौं। जनताको बलमा हामी समझदारीको आधारमा हिन्दू राष्ट्र राज संस्था पुनर्स्थापना गर्न चाहन्छौं। यदि त्यसो भयो भने तपाईहरुको पनि सुरक्षा हुन्छ, सबै नेपालीका बीचमा एकता हुन्छ र एउटा नयाँ नेपालको बिहानी सुरु हुन्छ। हामी हिंसा चाहदैनौं, हामी मुठभेड चाहदैनौं, तर अति भयो